हामी सबैजना अब काम गर्ने भएको हुनाले बिदा भनेको हाम्रो आइतबार मात्रै हुन्छ लगभग। अरू बेला त बच्चाहरू स्कुल जान्छ, उनीहरूसँग टाइम स्पेन्ड गर्न त्यति पाइँदैन। र आइतबार चाहिँ मलाई चाहिँ फुल्ली बच्चालाई टाइम दिएर फुल्ली बच्चालाई चाहिँ कसरी हुन्छ र कहाँ गएर रमाउन सक्छ भन्ने मात्रै हुन्छ। त्यही भएर उसलाई मैले सकभर घुमाउनु पर्ने ठाउँ पनि नजिक नजिक सबै घुमाइसकेको छु। र त्यो दिन पनि हामी सबै साथीहरू एउटै काम गर्ने भएको भएर के भन्छ आइतबार चाहिँ बच्चालाई लिएर हामी कुपोकाको सिराइतो फल र फरेस्ट क्याफे मिलेउनहोतो अनि तोसीमा अनि जापानिज गार्डन गएका थियौँ। एक दिन मात्रै टाइम लिएर गएर पनि हामीले कति धेरै ठाउँमा घुम्यौँ, बच्चाहरू पनि रमाइलो गऱ्यो। अनि सिराइतोको फल्समा गइयो, बच्चालाई पानी खेलाइयो। त्यसपछि हामी त्यही नजिकै रहेछ फरेस्ट क्याफे भन्ने ठाउँमा गयो। फरेस्ट क्याफेमा चाहिँ हामीले खानालाई चाहिँ केही खाएनौँ, किनभने हामीले सबै घरबाट बनाएर लिएर गएको थियौँ। र त्यहाँ चाहिँ कस्तो रहेछ त भने हेरौँ भनेर चाहिँ गएको। अन्त हेर्दा नि रमाइलो रहेछ, कस्तो नेपालको भाइब आउने जस्तै थियो। अनि वनभित्र कस्तो राम्रोसँग बस्ने ठाउँहरू बनाएको, अनि शीतल पनि थियो, नेचुरल एसी हावा चलिरहेको थियो। बच्चाहरू पिङ रहेछ, पिङमा पनि मजाले इन्जोय गरिरहेको थियो। हामीले पनि फोटोहरू खिच्यौँ, फोटो दुइटा भिडियो बनायौँ। अनि त्यसपछि त्यहाँ पनि बिट मारेर हामी इतोसीमा गयौँ। मैले इतोसीमामा खासै फोटो भिडियो पहिला पनि गएको भएर त्यो खिचिनँ। अनि त्यसपछि हामी गयौँ जापानिज गार्डन। जापानिज गार्डनमा चाहिँ 6 बजे रहेछ, हामी बल्ल बल्ल आधा घन्टा पहिला पुग्यौँ। अनि त्यहाँ घुमेर त्यहाँ पनि बच्चाहरू 3 जना भएपछि चकचक चकचक गरिहाल्ने भयो। त्यही पनि उनीहरू पनि रमाइलो गरिरहेको थियो। मजाले बेलुकासम्म फुल्ली घुमियो। कस्तो मजाले बाफ आएर गरेर त्यो पानीको छहराले बनाउँदो रहेछ। अनि त्यसमा सबै बसियो, गफ गरियो, रमाइलो भयो। एउटा मेमोरेबल टाइम चाहिँ भएको थियो। र 6 बजे बन्द हुने भएकोले त्यहाँबाट हामी पनि हतार हतार चाँडै फोटोहरू खिचेर हेरेर बाहिर निस्किने तर्खरमा लागियो। र बिस्तारै टाइम पनि गइरहेको थियो। हामी बस्ने ठाउँबाट त्यहाँ जान लगभग 2.5-3 घन्टा लाग्ने भएको भएर हामी घरतिर फर्किन भोलिपल्ट फेरि नानीहरूको स्कुल पनि थियो। त्यही भएर हामी त्यहाँ सकेपछि घरतिर फर्कियो। घरमा लगभग 3.5 घन्टामा ठ्याक्क 8:30 बजेतिर आइपुगेको थियो। अनि बच्चाहरूको भोलिको स्कुल भएको भएर उनीहरूलाई पनि ठिकै टाइममा घर लिएर आयो। 3 जना सबभन्दा ठुलो चाहिँ मेरो नानी भए पनि उसले चाहिँ यस्तो केयर गरेको थियो कि नानीहरूलाई, आफूलाई सधैँ सानो लाग्ने घरमा आउँदाखेरि चाहिँ। अनि अरू आफूभन्दा सानोहरूलाई केयर गरेको थियो। मेरो छोरी पनि ठुलो भएर रहेछ जस्तो फिल चाहिँ हुँदो रहेछ। त्यही भएर मन मिल्ने साथीहरूसँग घुम्न गयो भने रमाइलो नै हुँदो रहेछ। अनि त्यही भएर योपालिको एकदमै रमाइलो लाग्यो। र फेरि पनि अब यस्तै भयो भने हाल्ने नै छु। त्यति बेलासम्मको लागि बाई बाई।